अब पानी खाइसक्यो अब म तलतिर साथीहरूसँग चिया खाएर आउँछु ल कहाँ जाने रे साथीहरूसँग चिया खान जानु पर्यो क्या आज धेरै दिन भयो नगएको गयो ल यसलाई बोलो बोलो हिजोको बसमा धेरै पैसा देखायो बोलाउ यसले बाहिर निस्केको पैसा सिद्ध्याउँछ यहाँ आउनु त तपाईँ के भयो फेरि म त बाहिर निस्केको देख्नै हुँदैन यार यिनीहरूलाई के भयो मलाई त्यो तपाईँको पर्स दिनु न पर्स किन चाहियो मेरो पर्स दिनु न ए ल्याउने नगर नि यार दिनु न दिनु ल तपाईँ के खाने रे चिया खाँदालाई नि के खानु भनेर सोध्नुपर्छ मलाई चियाको कति लिन्छ कति नै थाहा छैन 20-25 रुपियाँ लिँदैन यो चियालाई यो जुनोटलाई अनि यति पैसा चाहिँ के गर्न पुग्यो त ल लाउनु पैसा चाहिँदैन भने मलाई साथीहरूले नि खान्छन् यसो तिर भन्छन् पुग्ने पैसा छ यसमा सबै हाल्नु छिटो त्यति पैसा के खानु कि त्यसले जाँदै पर्दैन बाहिर सबै हाल्नु यो लाउनु त लाउनु अब यो 20-25 रुपियाँले के खानु म पुगिहाल्छु त चिया र एउटा सियर 25 रुपियाँले जहिले बाहिर जान लाग्यो कि यार साथीहरूको अगाडि नि जहाँ 20-25 रुपियाँ पर्सेन्ट दिएको छ त मैले धेरै यस्तै होइन हामी आज सपिङ गर्न जाने